के खाने ये किन खाने जति खाना सालले दुई कति उमा बरानमा परमे खाना खायो तिमीले खाना खाएको खानाको लोभ कहिले बनाएको रोटी कहिले बनाएको आमाले कुवा मैले बुढिया भने बुढो भन्यो तेरा तर आएन सालले देखा म पाले राम्रो नखाने खाने त भरा नि मलाई अब खानु मन सक्दैन ले तै खाने आमा आमा खाने एक टिफिन निकालेको मैले यो ल पिलो नाइ आमाले खाइदिन्छ यो मैले जमा गरे नि के बस्नु त म फोटो पनि खिच्छु बाह्र माया गर न बुवा किन गइछिल्यो फोटो पनि खिच्छु बुवा नि जाऊ के फोटो पनि खिच्दिन्न अरे बाह्र माया गर न हजुर खोइ त मलाई दिएको बुवा के भने सोच जाऊ म्याउ बिलाली बटा बुवा कति बिरामी हुनुहुन्छ बुवा जाऊ न बुवालाई के हजुर बुवा भन्नु न म फोटो पनि खिच्छु मेरो फोटो पनि खिच्दिनँ अब बिरालियो के हेर किन आएर त्यसो गर्ने यसलाई त्यसमा गाली बिरालियो म मेरो छोरासित बस्छु मेरो छोरा गाली गर्नु किन हुँदैन सुनेन त गए बाध्य पुर्दा पढाइदिए मैले त बाध्य बुढालाई छिटो छिटो विदेश गयो मेरो छोरालाई के गाली गर्नु मम्मीसँग पैसा मम्मीले पठाउन बाध्य बुढासँग पैसा आएन गयो विदेश मेरो छोरालाई गाली गर्दिनु होइन नि तिमी कहाँ कहाँ डुली छ त उता पारो त यहाँ आयो मेरो त कहाँ हल्लेमा लानु खोइ त मलाई दिएको खोइ त किन यस्तो गराउन त नि त्यही पहाले नल्याएर किन नाटक गरेर ल्याइदिस् त पानी चोइ त किन त पहाले नल्याएर पानी नखनाइकिन उता नखालिकन ल्याएको छ्या फेरि त्यसले पुस्ने यो धुम्ला के कस्तो परो त सुत्छ कहाँ छोडिदिनु त्यत्तिकै मेरो मुर्गाले के गर्छ तँलाई मैले हानिदिन्छु झन् डाङ्ग्री कहाँ गइस् त लुक्न गयो के होस् खोइ मलाई पहालेको अङ्गुर चाहियो अनि आटा छिपो दिनुहोस् नि तपाईले काट्ने काट्ने त चिसो बनाइदिने गरी त घुम्न जान्छस् मेरो आमालाई तैँले आमा भन्ने आज